ल हाम्रो श्याम दाइले चाहिँ जङ्गलमा मौरी काट्नु हुँदैछ है। मौरी कि मलाई हामी धेरै जानुपर्छ त अरू कता गयो सब हिँडे डराएर काले कता गयो हाम्रो कालेलाई त अघि एक ख्वाक दिइहाले मौरीहरूले नाक्केमा दिएछ ऊ बिचरा सुतिरहेको छ त्यहाँ पुग्यो भन्ने ए त्यहीँ दुलो परिगयो नि अलिक माथिबाट पार्नुपर्छ अलिकता पर्नु त पर्यो भए पनि अलिक ठुलै हुन्छ माथिबाट नदी नजानु ए त्यहीँ छ ऊ चाका देखिन थालो लाइभ भिडियो रहेछ ओहो भयो धेर नगर्नु फेरि चोक बाहिर निस्किन्छ ऊ माथिबाट ऊ सामलाई निस्क्यो चाका देखिन थालो के भयो त रोक्यो सबै निस्किनु पर्ने भयो फेरि किन अलिअलि मात्रै उँभो उँभो सर्यो कि त्यो धेरै छ भने त उँभो छोड्दै सर्छ नि त बटालीले हुन्छ होला दाजु अब चाका भेट्दैछ होइन बटाली है ऊ पनि छ अघि खोइ खोक्नु तिमीले बोक्नु लगाएको होइन मैले दिएको थिएँ ल भेटायो अलिक ठुलो खोल्नु पर्छ अलिक ठुलो श्यामलाई बटाली चाहियो ए सानो त खानुहुन्न है चलाउनु त्यो मौरी भएको फालो हो त्यो कालेलाई नि देखाइदिनु न काले यो पनि कहाँ कहाँ झुका बोकेको होला खुट्टा काले आहा यी खतम पारिहाल्यो केही हुँदैन श्यामलाई मयुरीको मलामी हामी म खानु पाइन्छ भनेर आएको त होइन रमाइलोको लागि आएको हामी भिजिट घुम्न बच्चा निकाल्दैछन् बच्चा अस्ति नै बेला कट्यो नि यो 5-7 दिन कट्यो कानमा ए अब त निस्किनै छोड्यो नि त्यति मौरी होइन उभै गयो मौरी उभै तल जाँदाखेरि अब तिमी बल बढ्यो नि घुरु गइहाल्यो ठोक्यो भने फेरि अन्त्य बात निकालेन डाँडा पारी अनि तल नै काट्नु नि छाम्दा अनि सजिलो हुन्छ फेरि कराएको छ भित्रभित्र चाहिँ 1-2 घर अझै मिल्यो भने राम्रो मास्तिरबाट कहाँबाट निस्किनु थाल्यो नि त सबै सर्थ्यो एउटै दुलो मात्रै बाफरे मटा यति धेरै
तर उँभो गयो है मौरी चाहिँ उँभो भरिन चाहिँ भरिसकेको ठाउँ चाहिँ कता होइन अलि ऊ काट्नुपर्छ त्यो ठाउँै भएन होइन यहाँ काटो भने त्यो ठुलै छ जाएको निस्किँदैन जस्तो अझै रहेछन् भन्नु नमिल्ने कति रहेछ भित्र ठाउँ भाले कुन भने कसरी थाहा पाउने हामीलाई के मौरीको रानो चिनिन्छ थाहा पाइन्छ नि ठुलो रातो हुन्छ लामो हुन्छ होइन कालो हुन्छ ठुलो बेग्लै हुन्छ फुस्रो फुस्रो खालको हुन्छ अझै छ ऊ एउटा अझै छ अब धेरै छैन मौरी राम्रो खालको मौरी रहेछ यो सानो खालको करिब करिब म मात्रै 20-25 माना जति रहेछ भन्न चाहिँ अझै छ फाटे अझै छ कति बाक्लो बाक्लो रहेछ धुवा लाउनु न सानो धुवामा ठुलो रहेछ ठाउँ मौरी उभै गयो क्या अझै छ मौरी धेरै टोक्ने खालको जस्तो पनि छैन है मौरी रातो रातो खालको रहेछ नत्र त कहाँ यताउता बस्नै दिँदैन नि खेदाइदिन्थ्यो त्यो एक खाले त अझै छ भित्र थुप्रैको हुने रहेछ नि हुन्छ नि एक दुई काठी आँखा चाहिँ हामीले महाभारी त्यति छैन दुई पाठी काटेको न तिनजनाले होइन महाभारी त्यति छैन म पनि छ खोस्रो खोस्रो त्यति छैन मह म छैन परि म हुने बेला गयो क्या अस्ति पुर्ने बेला काट्नु पर्थ्यो यो धेरै औँसी ठेका लाउनु त खाइसक्छ नि त फेरि बच्चा काट्ने बेला हुन्छ अब बच्चा पार्ने बेला भयो नि त यस्तो त ठेका हुन्छ कि यस्तो एकदम राम्रो हुन्छ पुर्नेको फेरि अब आउँदा पुर्नेमा आउनु पर्ने नि अब हुँदैन बर्खा लाग्यो अब त्यस्तो हुँदैन ल आगो पनि गयो ल लु श्यामदाई डर त नै बुढोको जाफी डर छ र जङ्गलमा आगो लागेर लाउरो लगेर आउनु न अबुई के गरिरहेको प्लास्टिक मार्नु लाग्यो नि अबुई यस्तो म नगर पारी अब रानो चाहिँ कहाँ भेट्नु त खोइ ए हलो गर त रहेन त म छैन म भएको त कहाँ यो दुईवटा चाकाले यति गरम हुनुपर्छ ओइ खाइसकेको जस्तो यहाँ बच्चा काट्ने बेला भएको यहाँ म अब त छैन छैन यिनीहरूलाई चाहिँ पोको पार्ने काम गरौँ है त्यहाँ रानो निकालेपछि त्यो बोरा ल्याउनु त यो रानो निकाल्ने होला के निकाल्ने श्यामदाई अब रानी निकाल्नलाई यो गरिरहेको ल हाम्रो कार्यक्रम सिद्धियो त नि सिद्ध म त चरायो हुन्छ यहाँ बुवाले चढाउनु लु चराउनु साक्षे के
के अभिभावकले चढाउनु मन्तर सन्तर हुँदैन यसलाई ए मन त हुँदैन काट्यौँ सधैँभरि काट्न पाइस् खान पनि पाइस् होइन ल दुई ठाउँ चलाएको पातमा के रहन्छ उल्टो सिल्टो उल्टो पनि बनाइदिने एउटा पात उल्टो पात एउटा उल्टो एउटा सुल्टो जिउँदालाई उल्टो मरेको छैन जिउँदालाई चाहिँ मरेको उल्टो अहिले चाहिँ गर्नु थालिहाल्थ्यो उँभो र उयो माथि नै होला क्या माथि पर्न